बिहान चिस्सा हालेको पर्फ्युमले दिनभरि काम गर्छ। आखिर केबाट बनेको हुन्छ त्यो पर्फ्युम? त्यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पारिरहेको हुन्छ? आउनुहोस् यो भिडियोमा हेरौँ। पर्फ्युममा मुख्यतः फ्रेग्रेन्स केमिकल्स र अल्कोहल जस्ता पदार्थहरू हुन्छन्। अनि कतिपय मान्छेहरूलाई चाहिँ त्यही फ्रेग्रेन्सले गर्दा टाउको दुख्ने वा सास फेर्नै गाह्रो हुने जस्ता समस्याहरू देखिन सक्छ। विशेष गरी आस्थमा वा फ्रेग्रेन्स सेन्सिटिभिटी भएका मान्छेहरूमा चाहिँ यो समस्या बढी देखिन्छ। केही फ्रेग्रेन्स केमिकल्सले चाहिँ हाम्रो शरीरमा हुने हर्मोन सम्बन्धी काममा केही असर गर्छ कि भन्ने कुरा पनि रिसर्च भइरहेको छ। विशेष गरी पर्फ्युम जस्ता फ्रेग्रेन्स प्रडक्ट्समा हुने फ्यालेट्सलाई लिएर यो कन्सर्न एकदमै धेरै उठिरहेको छ। अनि अर्को कुरा चाहिँ पर्फ्युममा अल्कोहल हुन्छ, यसले चाहिँ छालालाई इरिटेट गर्ने अथवा सुक्खा बनाउने गर्न सक्छ। त्यसैले यदि तपाईँको स्किन सेन्सिटिभ छ भने चाहिँ पर्फ्युमलाई सिधै छालामा स्प्रे गर्नु चाहिँ राम्रो हुँदैन। अनि धेरै पर्फ्युम लगाएर धेरै बास्ना आउँछ भन्ने सोच्नुभन्दा पनि ठिक मात्रामा प्रयोग गर्ने र भेन्टिलेसन भएको ठाउँमा लगाउने। अनि यदि छाला सेन्सिटिभ छ भने चाहिँ सिधै छालामा लगाउनु भन्दा पनि कपडामा लगाउने गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई फ्रेग्रेन्सबाटै केही इस्यु हुन्छ भनेदेखि चाहिँ यसलाई अभोइड नै गर्नुपर्ने हुन्छ। पर्फ्युम लगाउनै छोडिदिने भन्दा पनि ठिक मात्रामा लगाउने र इन्ग्रिडियन्ट पनि चेक गर्ने गर्यो भने चाहिँ हेल्थ रिस्कलाई केही कम गर्न सकिन्छ। दैनिक जीवनसँग जोडिएका स्वास्थ्यका यस्तै कुरा सरल भाषामा बुझ्न लाइफ इन नेपाललाई फलो गर्नुहोला।